हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी फुलचोकी जाँदैछौँ। शनिबारको दिन पारेर चैतको महिना छ। अलिअलि लाली गुराँस फुल्ने बेला नै छ। लाली गुराँस हेर्न जान आएको फुलचोकी। तर आज चैती दसैँ पनि हो है, फुलचोकी माईको दर्शन गर्न पनि जान आएको। गोदावरीसम्मको चाहिँ मैले भिडियो गराइनँ। गोदावरीबाट माथि लागेपछि चाहिँ मोबाइल ननिकाली बस्नै सकिनँ। कति राम्रो बाटो, आनन्दको बाटो थियो। अनि त्यसपछि वरपरको इन्भाइरोमेन्ट पनि अत्यन्तै रमाइलो थियो। करिब आधी घन्टामा हामी फुलचोकी पुग्यौँ। फुलचोकी पुगेर दर्शन गऱ्यौँ। त्यसपछि हामीले भिडियोहरू खिच्यौँ, फोटोहरू पनि खिच्यौँ। अत्यन्तै ठुलो शिला रहेछ, आनन्दमय ठाउँ थियो। हामीले शिलाको परिक्रमा गऱ्यौँ। सफा मौसम नभएका कारणले गर्दा हिमालको दृश्यहरू चाहिँ हामीले देख्न सकेनौँ। तर पनि अत्यन्तै रमाइलो थियो। सरर हावा चलेको थियो। एकदमै आनन्द फिल भइरहेको थियो। हामी एकछिन बस्यौँ। त्यस ठाउँको आनन्द लिँदा लिँदै समय बितेको पत्तै भएन। साँझको 5 बज्न लागिसकेछ। त्यसैले हामीले झर्ने निर्णय गऱ्यौँ। र झर्दाखेरि चाहिँ हामी केही बाटो ट्रेकिङ गऱ्यौँ। ट्रेकिङ गरेको बाटो रमाइलो थियो, शान्त थियो, आनन्द थियो। हामीले केही भिडियो पनि गरायौँ। अत्यन्तै रमाइलो भयो। केही रमाइला पल बिताएर हामी तल झर्यौँ। तल झर्दा साँझ परिसकेको थियो। सूर्यले हामीसँग लुकामारी खेल्दै थियो। त्यो रमणीय दृश्यलाई कैद गर्दै गर्दै सूर्यसँग रेस गर्दै गर्दै हामी अगाडि बढिरहेका थियौँ। सूर्य अगाडि त हामी पछाडि, अनि हामी पछाडि त सूर्य अगाडि भइरहेको थियो। यसरी सूर्यलाई डाँडामा बिदाई गरेर हामी गोदावरी पुग्यौँ। थ्याङ्क यू। आजलाई यति नै साथीहरू। फेरि अर्को भिडियोमा भेटौँला है त। बाई बाई।